मेरो भिनाजु खाना बनाउँदै हुनुहुन्छ। मेरो भिको चाहिँ बिहानदेखि भारी भइरहेको। म यति यहीँ सहेर नि बसिरहेको छु। पर्दा चाहिँ यो रहेको छ, कस्तो छ भन्नुहोस् है। सो गाइज मेरो चाहिँ हस्बेन्डले होइन किचन मिलाइदिएर आएर यहाँ आएँ। बुढी मैले किचन मिलाइदिइसकेँ, म अब सुतेँ भनेर सुत्नु भयो कि होइन। अनि मेरो बुढाले किचन मिलाएर आएको रे। एभ्रीवान वेलकम ब्याक टु माई सिस्टर युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो दिदीको च्यानलमा। सो हजुरहरूलाई चाहिँ एउटा सरप्राइज छ। वी शिफ्ट अ न्यू रुम। यस, हामी चाहिँ नयाँ रुममा सिफ्ट भएको छौँ। सो मेरो दिदी चाहिँ अलिकति बिजी हुनुहुन्छ, रुम ल्याइरहनु भएको छैन। एक्चुली हिजो भ्लग बनाउने भनेर हिजोबाट स्टार्ट गर्ने भनेको थियो। यति बिजी भयो कि बनाउनै सकिएन। उता किचनमा चाहिँ खाना बनाउँदै हुनुहुन्छ, आउनुभयो कि अब मलाई गाली गर्नुहुन्छ किन भ्लग बनाइस् भने। अभी मेरो चाहिँ भी हुनुहुन्छ यहाँ होइन। मलाई घारी ल्याएर मार्न कोसिस गरेको छ। अब बस्दिने कोसिस गर्नुभएको छ। सो म चाहिँ आज म जानु लाग्थेँ मम्मीहरूसँग होइन। म चाहिँ बसेँ किनकि अब यत्रो दिन कस्तो केही छैन। साथीहरू बाहिर जाउँ, यसो टुर गरौँ है। सो बाहिर आउँदाखेरि देखिन सकिन्छ किचन चाहिँ एकदमै राम्रो छ। मेरो भिनाजु खाना बनाउँदै हुनुहुन्छ, एकदमै राम्रो काम गर्दै हुनुहुन्छ होइन। यहाँ चाहिँ भाँडा माझ्ने ठाउँ भाँडा छैन, मैले भाँडा माझिराखेको छु होइन। अनि यता चाहिँ फुल छ पाक्दै है। अलिकति खाली देख्न सक्नुहुन्छ किनकि भर्खर सर्यो नि त। त्यस्तो खासै अहिले सामान चाहिँ भरेको छैनौँ हामीले। यतापट्टि चाहिँ टोइलेट बाथरुम छ। एक्चुली मेन प्रब्लम चाहिँ के रहेछ भने साथीहरू रुममा अहिले बिहानको चाहिँ कति 8 बजिरह होइन। बिहानको 8 बजिरह कोठामा आउँदा यस्तो आउँदै बत्ती बाल्नु पर्ने। अब दिनभरि कि बत्ती बाल्नु पर्ने हो कि प्रब्लम त भयो नि साथीहरू होइन। जे भए पनि ओएमजी मेरो दिदीले कस्तो राम्रोसँग सजाउनु भएको म देखाउँछु। म तपाईँहरूलाई अझै अरू कुरा के देखाउन चाहन्छु भने हात भारी भयो होइन। मेरो भिको चाहिँ बिहानदेखि भारी भइरहेको। भारी भयो भन्नु न किन भारी भयो? म यति यहीँ सहेर नि बसिरहेको छु। मैले भिनाजुले बाबा जस्तो भएको छ, त्यही पनि यति न्याय सहेर बसिरहेको छु साथीहरू। नत्र भए यति म पनि सहदिनँ थिएँ। अब देखाउने के तपाईँहरूलाई मेरो मुखै हेर्नुहोस्। एउटा डरलाग्दो कुरा पनि छ कि साथीहरू यहाँनिर। तपाईँहरूलाई थाहा छैन होइन, मेरो भिले बनाएको दाल र भात यति मिठो हुन्छ। त्यही भएर म भन्छु कि डेली बनाउनु भी भनेर। के गोलभेडा अनि त्यसपछि यस्तो हो कि भी तपाईँ कति वर्ष एक्लै बस्नुभयो? तपाईँ एक्लै कति वर्ष बस्नुभयो? मेरो भी चाहिँ 10 वर्ष एक्लै बसेको हो होइन। अनि आफै एक्लै खाना बनाएर खाने हो होइन। अनि मेरो भिले थाहा छ कि मेरो दिदी भन्दा नै मेरो भिले धेरै थाहा छ खाना बनाउने तरिका यस्तो। त्यही भएर चाहिँ यस्तो कुरामा चाहिँ भिले नै खाना बनाउनु आउँछु। अब हजुरहरूले चाहिँ एउटा कन्टेन्ट त निकाल्नै पर्यो होइन। सो गाइज हामीहरू चाहिँ कान्छोले अगाडिको ब्लगमा भनि नै हाल्यो होला। हामीहरू हस्बेन्डको चाहिँ अफिस ट्रान्सफर भएर हामी टाढीबाट नारायणघाट आएको छौँ। सो सबै मिलाएको छैन, अलिअलि बाँकी नै छ। म चाहिँ लास्टै गर्मी भएर नुहाइ गरेर सो बसेको छु एकछिन। सो पक्क निन्द्रा लास्ट भयो। अनि म एकछिन चाहिँ सुत्छु भनेर सोच्दैछु, तर निन्द्रा त लाग्यो छैन। आँखा मात्र बन्द गर्नु मन लाग्यो। के गरौँ भइरहेछ साथीहरू। सो यस्तो चुट्की बजाएको भरमा म काम गरिदिन्छु। तपाईँलाई के थाहा। सो गाइज मेरो चाहिँ हस्बेन्डले होइन किचन मिलाइदिएर आएर यहाँ आएँ।
बुढी मैले किचन मिलाइदिइसकेँ म अब सुतेँ भनेर सुत्नु भयो कि होइन अब यता त म मिलाउँदै नै छु होइन अनि ल हेर्नु यता यहाँ चप्पल चप्पल अनि म त हुँदैन त भने होइन अनि हाल्यो जुत्ता रानी लाउनु भएर कहाँ मेरो बुढाले ए बाबा अनि किचन त्यस्तो खतरा होइन तपाईँले जम्मै गर्नुहुन्छ ला हेर्दा त सफा जस्तो लाग्यो होइन चट्ट जुत्ता राखेर स्टाइल अनि मेरो बुढाले किचन मिलाएर आएको रे ए भगवान् मेरो बुढा के गरे हेर देख्यो कि यहाँ के गरे बुढी मैले सब मिलाइदिइसकेँ भने यही हो मेरो हाँस्नेमा केही पनि छैन कस्तो आइरह होला होइन म चाहिँ मेरो फेस देखाउनु चाहन्न थिएँ तर बुढाको यो भान्सा मिलाइ देखाइ अनुसार चाहिँ फेस देखाउनु मन मेरो जिन्दगी बचपन जानुपर्छ यो घर चाहिँ अनि 8औं बजीसम्म पर्छ कि मैले कुटी सानो चाहिँ कुटी अझ सुते स्टाइल देखाइन्छ तपाईँहरूको ढल्नु यता हाल्नु छ अब सुत्नु है गाई छैन गोलु तपाईँले सबै भान्सा सफा गरे हो सबै गरे हो किचन सबै गरे हो भन्नु न हो बेशरम की तरह ऐसे मुंह रखा है इस इंसान ने मैंने आप सबको तो दिखाई दिया किचन कितना साफ है इसको तो हंसी भी नहीं छूट रहा है क्योंकि खुद की काम से कारनामा तो ऐसे किया है चुपचाप बैठा है ऐसे देखिए रिसा सुत्न पाए हुन्छ हजुर बेलाको साह्रो भइरहेको छ सो अब म तपाईँलाई बाहिर देखाउन गइरहेको छु आज चाहिँ यो भग रे यस्तो छ किचन अब हेर्नुहोस् अब मैले सफा गरेँ किचन हेर्नुहोस् एन्ड देन मैले मेरो हस्बेन्डले सफा गरेको किचन हेर्नुहोस् त्यो डिफ्रेन्स यो अझ मेरो यो के भन्छ डिब्बाहरू राख्ने लिएर बाँकी नै छ यसलाई यहाँ राखेको फ्रिजमा त्यस्तो केही पनि छैन फ्रिजमा केही पनि छैन जुत्ताहरू राख्ने ल्याएको ल्याउँछ के छ भने सो गाइज हेर्नु न मेरो कपाल चाहिँ जति जे गरे पनि यो के भयो अहिलेको अवस्थामा आएर कपाल पुरै फुर्र मात्र हुन्छ सो म तपाईँहरूलाई चाहिँ एउटा उयो देखाउन चाहन्छु मैले आज पर्दा किनेर आएको सो मेरो हस्बेन्डको चोइसले गोलुको चोइसले किनेर आएको हेरौँ है त जेपिटी रे पर्दा चाहिँ यो रहेको छ गाइज आया मलाई लडाइदिनु भयो पर्दा चाहिँ यो रहेको छ कस्तो छ भन्नुहोस् है यहाँ पनि फ्यान चलिरहेछ त्यहाँ पनि फ्यान चलिरहेछ गर्मी यति धेरै छ कि साथीहरू ओ माई गड